हेलो एभ्रिवान गाइज वेलकम माई टिक वेलकम छ मेरो ब्लगमा सबैजनालाई वेलकम छ। सो गाइज बिहानीको सबैजनालाई शुभकामना गाइज, एकदम सबैजनालाई गाइज हेर्नुहोस् आजको भ्यूज, आजको घुमघाम छ। ह्याप्पी फ्राइडे सबैजनालाई एभ्रिवान गाइज, ह्याप्पी फ्राइडे एभ्रिवान। अब गइँदैछ है आफ्नो गन्तव्यतिर, भाइले पुऱ्याएर आइयो ठाउँमा। अब गाइज म चाहिँ फर्किसकेँ बाटोमा। सेभ ब्लेस गाइज एभ्रिवान, यस्तै छ गाइज। मायालुको त्यसनाले मलाई राइट एभ्रिवान, सबैजनालाई मेरो ब्लगमा स्वागत छ गाइज। के कसरी छ गाइज, अलिक घन्द्रङ बाटो छ गाइज, ब्लग अलिक हल्लिरहेछ आजको अवस्था। सरर सरर सरङपुरको सिरेटुम गलबन्दीको चल्ला छेउ। एभ्रिवान गाइज वेलकम सबैजनालाई। हे पानी परेर अलिक बाटो पनि चिप्लो भएको छ यो पछिमा, त्यस्तो छ गाइज पानी परेर। अब रोडमा झरेको अवस्था 1300मा, अब 100को स्पिडमा छोराले हाँक्दैछ गाडी गाइज। एभ्रिवान गाइज सबैजनालाई वेलकम छ मेरो ब्लगमा। आजको ब्लगमा सबैजनालाई वेलकम छ मेरो ब्लगमा एभ्रिवान गाइज भन्दै मेरो ब्लगलाई यहीँ टुगाउन चाहन्छु एभ्रिवान गाइज। सी यू अगेन, ओके बाई बाई एभ्रिवान, थ्याङ्क यू मेरो भिडियो हेरिदिनु भएकोमा। मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई। यहाँ पर भाले पनि निस्किँदै गरेको अवस्था, कुखुराहरू है, भालेहरू छन् है सुप खानको लागि। ओके बाई सबैजनालाई।